हेलो एभ्रिवान फ्याबुलो नमस्ते गुड मर्निङ आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर म एकदम सन्चै छु त भन्नु सक्दिनँ होइन ज्वरो आइरहेछ अन्त हिजो बेलुका चाहिँ मेरो एकदम डरलाग्दो पाराले छेपाडा पल्ट्यो होइन पहिला पहिला पनि यस्तो भइबस्थ्यो पल्टिनु खोज्थ्यो होइन तर हिजो चाहिँ एकदमै डरलाग्दो नै भयो होइन त्यसैले गर्दाखेरि चाहिँ मेरो खुट्टा चाहिँ भुइँमा राख्नु पनि भएको छैन अन्त दिन त अब राम्रै बित्छ भन्ने आशा गर्दैछु र हजुरहरूको पनि दिन राम्रो बितोस् भन्ने आशा गरिरहेछु अन्त अर्को कुरा के भन्नु भन्दाखेरि चाहिँ मेरो चाहिँ 12K कम्प्लिट भएर पनि 12.10 पुगिसकेको छ तर अब मैले सेलिब्रेट गर्छु भनेको थिएँ गर्नु पाएको छुइनँ किनकि म आफै पनि अहिले अलिकति बिमार भएँ प्लस डोडोलाई चाहिँ अब केमो गरेकोदेखि आजसँग चाहिँ 4 दिन कन्टिन्यू भयो फिभर भएको होइन त्यसले गर्दाखेरि चाहिँ अब त्यस्तो मनै लागेको छैन अब के त्यो सेलिब्रेट गर्नु अन्त वान्स त्यो पनि ठिक हुन्छ म पनि ठिक भइसकेपछि चाहिँ 12K को सेलिब्रेट गर्ने छौँ यसरी नै फेरि अर्को भिडियोमा भेट्नुपर्छ हामी टिल देन बाई बाई